welcome back to my YouTube channel. It's me, Yuna Chetri. So, today is New Year. So, Happy New Year, guys. Happy New Year to everyone. जसले पनि मेरो भिडियोजहरू हेर्नुहुन्छ. सो किन आज म नेपाली बोलिरहेको छु भन्दाखेरि चाहिँ कति भ्युवर्सले चाहिँ भन्नुभयो नेपालीमा पनि भिडियो बनाऊ न भन्नुभयो and so that I'm talking in नेपाली. सो टुडे इज 1st जनवरी. तपाईँहरू सबैजना इन्जोय गर्नुहुँदैछ होला ह्याप्पी न्यू इयरमा. सो म पनि अलिअलि गर्दैछु. म त घरमै छु, अन्त के गर्नु, घुम्नु जानुहरू पनि कहीँ छैन, केही छैन, पिकनिक्सहरू पनि. सो मलाई चाहिँ हर जनवरी अब मतलब फर्स्ट डेहरू फर्स्ट इयरको डेमा चाहिँ घरमै आफ्नै सेल्फ केयर आफ्नै पर्सनल थिङ्सहरू वर्क गर्नु मनपर्छ. त्यसमै म जानु मन पर्दैन. अदर टाइम चाहिँ आई लभ ट्राभलिङ के जहाँ पनि जानु मलाई मनपर्छ. तर मलाई हुन्छ नि यस्तो कुराहरू हुन्छ सर्टेन मोमेन्टमा चाहिँ मलाई आफूलाई टाइम दिनु मनपर्छ सो द्याट म कहीँ पनि गइनँ. अब कोही कोही बेला त अब अरू रिलेटिभ्सको घरमा हुन्छ अन्त त्यस्तो केही गर्नु पाउँदैन. बट घरमा हुँदा चाहिँ आई रियली टेक केयर अफ माइसेल्फ एन्ड हुन्छ नि म आफू लागि टाइम दिन्छु. सो आज पनि मैले त्यस्तो केही गरिनँ. जस्ट उठ्यो अन्त उठेर नुहाएँ अन्त अलिअलि मेडिटेसन्सहरू जर्नल राइटिङ्स एक्सर्साइजहरू गऱ्यो. सो द्याट नुहायो त्यहाँदेखि पूजाहरू गरेर आफ्नै कामहरू बेसी गरेँ. सो तपाईँहरूले पनि त्यस्तै के गर्नुभयो होला. अन्त अर्को कुरा चाहिँ हामी इयरमा न्यू इयर डेमा हामी पोजिटिभ माइन्डसेट लिएर हिँडिराखेको हुन्छ है. सो त्यो एन्ड अफ द इयर अर द मिड इयरमा त्यो कुरा नपुग्दाखेरि हामीलाई समटाइम्स वी फिल भेरी फ्रस्ट्रेटेड फिल हुन्छ. अन्त के हुन्छ भन्दाखेरि चाहिँ हामी अब बिलिभ गर्नु छोड्छ. आफूले बिलिभ गर्नै छोड्छ क्याउ. किन गर्नु त्यस्तो कुरा, हामीलाई कहिले पुग्दैन त भन्छ नि मान्छेहरूले. तर त्यस्तो कुरा होइन जस्तो लाग्छ. किनभने तपाईँले बिलिभ गर्नुभयो भने एक दिन तपाईँको पनि दिन आउँछ, राइट डे विल कम भनेर म बिलिभ गर्छु. अन्त मेरो पास्ट इयर जति पनि इयर्सहरू थियो त्यो मेरो भेरी पेनफुल हार्ट ब्रेकिङहरू थियो. हुन्छ नि हार्ट लाइक हुन्छ नि यस्तो दुःखको दिन इयरहरू थियो. मैले यति गुजारेर आएँ. अब त मेरो बेटर डे आउँछ होला बिकज हुन्छ नि अब मलाई पनि आई फिल लाइक दिस विल बी माई इयर. अन्त म चाहिँ यो इयरमा चाहिँ भेरी पोजिटिभ माइन्डसेट बनाएर अब हिँड्दैछु. सो मेरो इयर हुन्छ होला भनेर. सो डेफिनेटली दिस इयर विल बी माई बिकज हुन्छ नि मैले पास्ट इयर्समा मैले पुरा झेलेको छु. सो या अन्त अर्को कुरा चाहिँ बिलिभ गर्नु. आफूले बिलिभ गरेन भने अर्काले बिलिभ गर्दैन. यो दिस इज भेरी ट्रु. अब जब आफूले बिलिभ गरेन भने अर्काले त कसरी बिलिभ गर्छ होला होइन. सो द्याट आफूले बिलिभ गर्नुहोस्. तपाईँहरूको पनि कतिजना हुनुहुन्छ होला म जस्तै है. अब ट्रमाटिक इयर्स भयो भने पनि अब आफू नै अब काइन्ड हुनु पर्यो है. सो समटाइम्स त्यस्तै हुँदो रहेछ लाइफमा. तर भए पनि के गर्नु, अघि बढ्नै पर्छ. सो त्यही भन्न चाहन्छु. अन्त ह्याप्पी न्यू इयर टु एभ्री वान जसले मेरो भ्लग हेर्नुहुन्छ, मेरो फ्रेन्डले फ्यामिली अर एनी वान हु इज भेरी न्यू. सो त्यही भन्न चाहन्छु, यति नै भन्न चाहन्छु. अन्त अहिले चाहिँ मैले यस्तै खालको भिडियोहरू बनाइराखेको छु किनभने मेरो घरमा बस्दाखेरि के यता जाने उता जाने कामै हुँदैन. सो द्याट मैले केही कन्टेन्टै पाएको छुइनँ. अन्त त्यत्तिकै आएर बोलिराखेको छु, ऱ्यान्डम भ्लग्सहरू बनाइराखेको छु. दिस इयर चाहिँ अब म पर्सनली हुन्छ नि पोजिटिभ थिङ्किङ गरिराखेको छु. सो त्यसै कारण मैले 1st जनदेखि नै स्टार्ट गरेको भिडियोहरू हाल्नु पनि. किनभने म हतपत हाल्दिनँ. यताउता गएको बेला घुमेको बेला मात्रै हाल्छु त्यस्तो भिडियो.
बट दिस इयरदेखि चाहिँ म अलिक कन्सिस्टेन्ट गरौँ भनेको, अलिकति मेरो युट्युब च्यानललाई आफ्नै कन्टेन्ट निकालेर ग्रोथ गरौँ भनेको नि, सो द्याट हुन्छ नि आफूले अब जे पायो त्यही बोलौँ भनेको। कतिजनाले सोच्नुहुन्छ होला किन युट्युब च्यानल स्टार्ट गरेको, अब तिम्रो राम्रो कन्टेन्ट पनि छैन त भनेर सोच्नुहुन्छ होला। यस, आई डोन्ट ह्याभ द्याट मच गुड कन्टेन्ट, बट स्टिल मैले किन ट्राई गरेको किन गरेको स्टार्ट भन्दाखेरि चाहिँ मेरो चाहिँ एउटा कम्युनिकेसन स्किल इम्प्रुभ गर्नु थियो। अन्त त्यसै कारण चाहिँ मैले 2020 कहिले गरेको 2024मा आई स्टार्टेड दिस युट्युब च्यानल। अन्त मलाई आइडिया पनि थिएन किन, मैले चाहिँ पुरानो युजर आइडीमै गर्यो। सो नयाँमा गरेको भए अलिकति मेरो ग्रोथ हुन्थ्यो होला, तर मैले चाहिँ पहिलाकैमा गरेर पहिलाकोमा भिडियो हालेर अलिकति मैले अलिक नजानेर त्यस्तो भयो। सो द्याट कतिजनाले त हेर्नुहुन्छ, म थ्याङ्कफुल छु, तर मेरो ग्रोथ भएन भने बिस्तारै ग्रोथ हुन्छ भनेर म त्यो आशा लिन्छु। सो त्यही कारण चाहिँ मैले स्टार्ट गरेको थिएँ। अन्त यस्तै हाल्दै जाँदाखेरि आफूलाई पनि कम्फर्ट जोनबाट हट्दो रहेछ, आफ्नो साइनेसहरू बोल्नु पनि अलिक आउँदो रहेछ। अनि त्यही कारण चाहिँ मलाई कन्टिन्यू गर्नु मन लागेर चाहिँ आई विल डु दिस युट्युब च्यानल। सो हेर्दै गर्नुहोस् होला मेरो भिडियोजहरू, इभन दो इट्स नट गुड। अन्त फ्युचरमा अलिक राम्रो मजाको एक्साइटिङ भिडियोजहरू लिएर आउने छु। सो त्यसै कारण मेरो भिडियोहरूलाई लाइक सब्सक्राइब गर्दै गर्नुहोस् होला। थ्याङ्क यू फर वाचिङ एन्ड wishing you all happy new year once again. Bye bye, see you.